संचारमै म संचारमै छु अहिले फिलहाल कौडिया लाग्यो यता माइलो गाउँ हुन्छ हजुर माइलो उता जानु म यता जाने मलाई यता बाटो छैन लाग्छ भन्दा चाहिँ उता फाइनली म चाहिँ बाटोमा सानो बाटोमा आइसकेको छु यस्तो भयो कुहिरो लाग्यो त्यही माथि मैले सुज लगाएर हिँड्छु देखो म चाहिँ अहिले यस्तो जङ्गलमा छु नि यस्तो जङ्गलमा छु जङ्गल पुरै जङ्गलै जङ्गल छ क्या त फेरि माथि हेर जङ्गल तल हेर जङ्गल उता हेर जङ्गल यता हेर जङ्गल छ जङ्गलको बिचमा आइछु अब खरगोश खरायो भागेको है यहाँबाट आँखाको अगाडिबाट खरायो गएको मैले सानो क्लिप बनाउँछु हेर्नु होला है यस्तो त भएन यहाँबाट भर्खर तर आउँदै थिएँ हिँडेको सट्टै माथि भागेको खरायो रेकर्ड गर्न चाहिँ पाइनँ है मैले चाहिँ यहाँ ठिक्कै एकछिन आराम गरेर ठ्याक्कै हिँड्दैछौँ माइलो बा कुहिरो ढाकिया यस पुरै टी सर्ट पुरै यो सबै भिजिरहेको जस्तो यो बाटो फेरि यस्तो फेरि यस्तो बाटो छ पहिला पनि यसरी आउँ त आएको तर बाइकमा आएको है साथीहरू यस्तो यस्तो बाटो मैले बा धन्न यो दिपदा जुत्ता लाएर आएछु अर्को मेरो हुट लाएर आएको भए होइन यतिसम्म त किरा पर्ने के हुन्थ्यो किरा भन्दा नि त्यो हिलो परेर के माटो साटो खतरा बनाइदिन्थ्यो नि त घाममा त अब त आउनु जस्तो छैन अहिले त अब त घर यहीँ नजिक जस्तो भयो जस्तो छ सानो भइया दाउरा त यहाँ रहेछ नि मैले sao vậy
अस्ति हजुर पनि एउटा हिँड्दै गएको न मैले बा यहीँबाट गएको अस्ति अस्ति गएको थिएँ नि उसमा आज माइलो बाले मलाई नयाँ नयाँ बाटो चिनाउँदै देखाउँदै हुनुहुन्छ यो बाटोको हिँड्ने खाने म त यो आज माइलो बाटो के देखाइदिनु यस्तो दामी माइल बाबु आउँदैन लट्ठी देख्दै साथीहरू म चाहिँ अहिले घरमा आएर नि माथि अलिक काम सुरु हुँदैछ म चाहिँ अलि यता आएर बोलेको छु कि बिचमा बोल्नु त भएन उसको बिचमा बोल्नु भएन त्यही भएर यता आएर म चाहिँ भ्लग मिलाएको छु अरू भन्दा यता गाउँ हेर्ने यताको पनि दामी छ क्या दामी छ भ्यू पनि दामी छ सबै राम्रो छ क्या अन्त यहाँ पानी हावा र पानी पऱ्यो भने यता चाहिँ खासै केही भएको रहन्छ हाम्रो गाउँतिर चाहिँ धेरै नोक्सान गरेको थियो क्या यता खासै केही भएको रहन्छ हेर्नु ल यताको केही भएको रहन्छ मकै के भएको केही पनि भएको रहन्छ अनि उता चाहिँ उता आउने बाटो हामी चाहिँ उताबाट यसरी हामी चाहिँ उताबाट आएको थियौँ अब जाँदा पनि त्यतैबाट गइन्छ होला सायद साँझ पनि पर्छ होला है साँझ पनि पर्छ अहिले चाहिँ म माथि जान्छु अनि एकचोटि खाना खाने बेला हुन्छ कि घर फर्किने बेला हुन्छ तब बसेर भेट्छु है 1 hour later हेलो साथीहरू यहाँ हेर्नु साथीहरू दिदीले 2 डुन्डा झोला भिजाइदिनु भयो मलाई उता यो पानी हो क्या म के चिसो लाग्यो भनेको त पानी रहेछ म त के को चिसो आयो भनेको सब दिदीलाई उहाँ कुरा छ नि तामाङ हुन्छ हजुर मक्खन चल्छ नि मक्खन जस्तो चल्छ नि मक्खन जस्तो चल्छ नि म त कालै छु नि त यस्तोमा अब मान्छे जति राम्रो भयो भने दिदी कसैले पताउँदैनन् त्यही भएर खलान धसेर हिँडेको होइन दिदीले फेरि पुरै यहाँ पुरै भन्नुहुन्छ फेरि आउँदैन हजुर उता के day 2 नेक्स्ट भिडियो अनि म चाहिँ एक घरमा आएर गइरहेको छु घरमा आएर हिजो त्यत्रो एउटा हिँड्दा मेरो लास्ट खुट्टा दुखेछ क्या साथीहरू खुट्टा दुखेर पनि यस्तो गरी खुट्टा यसो बाङ्गी बनाउँदै हिँड्नु पऱ्यो खुम्चाउँदै त्यही भएर म अहिले कतै पनि हिँडेको छैन आज र भोलि म चाहिँ रेस्ट गर्छु अब भोलि ठिक भएछ भने ठिकै छैन भोलिबाट भ्लग फेरि कन्टिन्यू भ्लग बनाइरहन्छु मैले भोलिबाट ठिक भएछ भने खुट्टा दुखेर फेरि यसो भएको यहाँ कस्तो यहाँ त्यस्तो लारी पट्टी बाँध्दैछु कि पट्टी भन्नाले रुमाल बाँध्न लागेको छु झन् दुखेछ लास्ट चाहिँ गाह्रो बनाइदिएछ क्या त्यही अब यो भिडियोलाई यति नै भन्दै नै म डिएन्ड गर्न चाहेँ
हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है त भन्दै यति भन्दै यो भिडियोलाई मैले लिएर जान्छ हस्त धन्यवाद।